हेलो एभ्रिवान, हाई नमस्ते। के छ खबर? सन्चै हुनुहुन्छ होला है? आजको मेरो यात्रा चाहिँ है पापुस टु निमासलसम्मको। तपाईँहरूलाई म पापुसदेखि जाँदैछु होइन, यस्तो बाटोहरू देखाउँछु अनि निमासलको पनि देखाउँछु ल। यस्तो राम्रो कुहिरो है। यतातिर चाहिँ नेपालभन्दा पनि खतरा मरुभूमि छ कि। यो त हाम्रो गाउँभन्दा पनि डेन्जर ठाउँहरू छ नि हो साथी हो। यतातिर चाहिँ फार्म हाउसहरू होला सायद होइन। हेर्नु त यस्तो यस्तो ठाउँहरू यस्तो विकसित छ। अनि हाम्रो देश है सुन फल्ने एकदम हाम्रो देश त यो हेर्नेहरू त धेरै राम्रो देश हो नि। तर के गर्नु, करप्सन बेसी छ होइन। यो एरिया चाहिँ पुरै गाई भैँसी पाल्ने ठाउँ हो कि, भेडा बाख्राहरू। विदेशमा अब यही हो, टुवेको रोड हुन्छ। टुवेको रोड हुँदाखेरि एक्सिडेन्ट हुने एकदम कम हुन्छ साथीहरू होइन। डाँडा काँडा हेर्नुहोस् ले। बाटो यार कहिले पुग्ने होला हौ, झ्यावै लागिसक्यो। कस्तो आनन्दको जिन्दगी छ हो लै। म तपाईँहरूलाई अब उयो देखाउँछु ल, के भन्छ भन्ने आएन। नेपालमा होइन कति बेला कसको भाग्य कति बेला फेरिन्छ भन्ने कुराको पत्तै नहुने रहेछ। सुरुङ मार्गभित्र छिरौँ ल, के गर्नु, यस्तै हो साथीभाइहरू होइन। नेपालमा यसो एनजिओ चलाएर बस्ने मान्छेहरू, पानी हिजोसम्म पानी बाँड्दै हिँड्ने मान्छेहरूले अहिले मन्त्री बाँड्न थालिसके। उनीहरूको पनि भाग्य त है आफ्नो भने यस्तै छ। निमासोल जा पापोस आइजा, निमासोल जा पापोस आइजा। मेरो पनि भाग्य कहिले फेरिन्छ हौ साथीहरू भन्नु न। विरक्ति लागिसक्यो, हाम्रो चाहिँ पालो आउँदैन। है गाह्रो छ यो हाम्रो नेपालको। के ठाउँ कहाँ पो अरे सुरुङ मार्ग, कति वर्ष अब खुलेको। यस्तै हुँदो रहेछ नि सुरुङ मार्ग चाहिँ। नेपालमा नदेखेको अब यहाँ आएर देखेको यत्रो वर्ष भयो। तपाईँहरूलाई देखाउनु खोजेको चाहिँ होइन है। फेरि कुरो आउँदो रहेछ के। अब चाहिँ निमासोल पुग्न लाग्यो है। आइपुग्यो फाइनली, छिरियो फाइनली हामी चाहिँ निमासोल आइपुग्यो साथीहरू होइन। अब म निमासोलमा कसलाई भेट्नु गएको भनेर देखाउँछु ल